साथीहरु नमस्ते, म बलबहादुर राई युकेबाट। युकेमा विन्टरको सिजन हो, जाडो छ। मेटा अफिसको रिपोर्ट अनुसार आज बेलुका त हिउँ पनि पर्छ भन्दैछ। हेरौँ, यदि हिउँ पर्यो भने म यो भिडियो बनाएर तपाईहरुलाई पठाइदिन्छु है त। किनभने प्राय गरेर नेपालमा हिउँ पर्दैन, हिमाली बेल्ट बाहेक। तर आजको मेरो शीर्षक अलि फरक छ है साथीहरु। फरक भन्नाले पनि सर डाक्टर महावीर पुनको बारेमा हो, हालको शिक्षा मन्त्री। 24 अक्टोबरमा मैले 7 मिनेटको भिडियो बनाएर नेपालबाट सञ्चालित हुने लोकतान्त्रिक युट्युब च्यानललाई मैले पोस्ट गरेका थिएँ। साथीहरूले मन पराइदिनु भयो। यस अर्थमा कि यो युट्युब च्यानल आफैमा नयाँ हो। 24 अक्टोबरमा खोलेको युट्युब च्यानल हो, जसको सब्सक्राइबर्सहरू अहिले पनि 300 पनि पुगेको छैन। त्यस कारणले भ्युज राम्रो आयो, 500 वरिपरिमा छ। गएको भिडियोमा मैले डाक्टर महावीर पुन इज अन एक्स्ट्राअर्डिनरी म्यान, असाधारण व्यक्तित्व हुनुहुन्छ भन्ने मैले दाबी गरेका थिएँ। साथै हि इज अ जिनियस, उहाँ अद्भुत क्षमता भएको, तीक्ष्ण दिमाग भएको मानिस हुनुहुन्छ भन्ने मैले दाबी गरेका थिएँ। सबै सहमत हुनुपर्छ भन्ने छैन हैन, तर मैले यो भिडियोमा चाहिँ केही तथ्याङ्कहरू राख्न चाहन्छु। इज ही अन एक्स्ट्राअर्डिनरी म्यान, इज ही अ जिनियस, लेट्स सी है त। केही वर्ष अगाडि उहाँको मैले 1 हप्ता संगत गरेका थिएँ। उहाँको पर्सनल ड्राइभर भएर स्कटल्यान्ड बेलायत यात्रा गर्दाखेरि धेरै ठाउँमा उहाँसँग गएको छु। उहाँसँग विचार साट्ने हैन, मन्थन गर्ने, संवाद गर्ने, गफ गर्ने भनौँ न हैन, 1 हप्ता पुरै मैले बिताएको हो। कहिले कहिले त मलाई यस्तो पनि लाग्थ्यो कि त्यो मेरो गाडीमा बायाँपट्टि बस्नुहुन्थ्यो है, मैले त मान्छे बोकेको छैन कि जस्तो पनि लाग्थ्यो। कुनै अरू ग्रहबाट आएको मान्छे, एलियन मान्छे मेरो गाडीको सिटमा बसे जस्तो लाग्थ्यो। यसो हेर्थेँ हैन, इट्स अ डिफरेन्ट। किनभने हामी रातभरि दिनभरि यात्रा गर्दाखेरि थाक्थ्यौँ, सुत्ने समय पनि हुँदैन थियो हैन। तर उहाँ चाहिँ यति एक्टिभ है, उहाँको त्यो ब्रेन यति एक्टिभ चल्ने, उहाँको लाखौं फलोअरहरूलाई रिप्लाई गर्ने हैन, एनआइसीसँग कन्ट्याक्ट गर्ने, विभिन्न साथीहरू संवाद गर्ने हैन, कम्प्युटरमा आफ्नो काम गरेकै त्यस्तो कुनै साधारण मान्छेले त्यो गर्न सक्छ जस्तो मलाई लाग्दैन। मैले त्यो देखेको हो उहाँलाई। त्यो मेरो अनुभव हो उहाँसँगको 1 हप्ताको यात्रामा। मैले गएको भिडियोमा पनि भनेको छु, कहिले कहिले हामी 3 घण्टा मात्र पनि सुत्थ्यौँ हैन, तर पनि उहाँ चाहिँ हामीभन्दा फ्रेस, हामीभन्दा एक्टिभ हैन। भोलि लेक्चर युनिभर्सिटी ल्याबहरूमा गएर लेक्चर दिँदाखेरि मोर फ्रेस, मोर राम्रो उहाँले दिनुहुन्थ्यो। त्यो सामान्य दिमाग भएको मान्छेले त्यो गर्छ जस्तो लाग्दैन मलाई। मुख्य चाहिँ मैले भन्नु खोजेको, हामी तपाईले मोबाइलहरू हातमा आएको कहिले हो थाहा छैन। तपाईहरुले कहिले मोबाइल हातमा लिनुभयो हैन। मैले चाहिँ 2001 मा सानो त्यो डल्लो खालको नोकिया मोबाइल हातमा लिएको हो। मैले प्रथमपल्ट प्रयोग गरे हो। त्यो मोबाइलबाट मात्र साथीहरुको नम्बर रेकर्ड गर्ने चलन मैले सुरु गरे हो। वरिपरि तपाईहरु पनि त्यही समयको वरिपरिमा होला, कोही अगाडि होला, कोही अलिक पछाडी होला हैन। गरिब देश भएको हुँदाले अहिले पनि कति मान्छेको मोबाइल एक्सेस पनि छैन नेपालमा, दुःखको कुरा, त्यो अर्को पाटो हो हैन। तर जब मैले मोबाइल पाएँ त्यसपछि मैले 984420 अथवा 98520 ब्ला 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 गरेर रेकर्ड भएर फोनमा त्यो नम्बरबाट हामीले साथीलाई गर्न सकिने समय आएको। त्यो भन्दा अगाडि त हामीसँग डायरी हुन्थ्यो, नोटबुक हुन्थ्यो, नम्बरहरू चाहिँ 98520 अनि गरेर हामीले फोन गर्ने चलन थियो। तर एउटा कुरो के याद गर्नुहोस् भने डाक्टर महावीर पुन सरले उहाँको हजारौं साथीहरू विदेशमा, देशमा हैन छन् थिए, तर उहाँले कहिले पनि त्यो डायरी, नोटबुक चलाउनु भएन। उहाँको सबै कुरा चाहिँ मेमोरीमा हैन, सबै कुरा यहाँ नै हुने।
अनि हालैमा उहाँले लेख्नु भएको किताब छ नि सम्झना सपना र अविरल यात्रा। त्यो किताब उहाँले 28 दिनमा लेख्नु भएको, बिना रिकर्डेड, बिना डायरी। जति कुरा थियो उहाँको त्यो जीवनकालमा उहाँले भोगेको देखेको सपना, उहाँले कठिन यात्रा गरेको दिनहरूको सबै कुराहरू त्यो किताबमा उहाँले लेख्नु भएको छ। सम्झना सपना र अविरल यात्रा बुक्स सायद नेपालको इतिहासमा वान अफ द बेस्ट सेलिङ बुक हो। मलाई लाग्छ यसलाई अङ्ग्रेजीमा ट्रान्सलेट गर्नुभयो भने यो इन्टरनेसनल लेभल पनि बेस्ट सेलिङ बुक हुनसक्छ। उहाँले गर्नुहुन्छ कुनै बेला। यो त उहाँको जीवन यात्राको बायोग्राफी पार्ट 1 हो। उहाँले पार्ट 2 लेख्छु भन्दै हुनुहुन्छ हैन। तपाईँ कल्पना गर्नुहोस्, कुनै मान्छेले बिना रिकर्डेड, बिना डायरी, निटी ग्रिटी कुराहरू 28 दिनमा त्यति राम्रो बुक्स कसले लेख्न सक्छ होला? एउटा राम्रो किताब लेख्नुलाई, राम्रो उपन्यास लेख्नलाई मान्छेहरूले 2 वर्ष, 3 वर्ष, 4 वर्ष, 5 वर्ष अध्ययन गर्छ, लेख्छन् हैन। त्यसलाई फेरि अर्को कपीमा फेरि त्यसैलाई फेरि सुधारेर लेख्छन्, फेरि त्यसरी सयौँपल्ट गरेर एउटा बुक्सहरू, सफल बुक्सहरू तयारी हुन्छ। तर लुक एट हिम इन 28 डेज हैन। त्यति सफल किताब उहाँले लेख्नु भएको छ। पढ्नु भएको छैन भने इबेमा पनि किन्न पाइन्छ हैन, सस्तोमा छ साथीहरू। त्यसकारणले मलाई त डाउटै लाग्दैन, हि इज अन एक्स्ट्राअर्डिनरी म्यान, हि इज अ जिनियस। अद्भुत क्षमता भएको मान्छे हो। अहिले पनि हेर्नुहोस् न, 71 वर्षको उमेरमा सबै कुरा उहाँलाई थाहा हुन्छ, सबै कुरा याद हुन्छ। उहाँकै समकालीन नेपालको त्यो प्रोफेसरहरू छ नि, एकपल्ट त सर महावीर पुनलाई मागी हिँड्ने मान्छे पनि भन्नुभएको थियो। म त उहाँको नाम त नेपालमा मैले चाहिँ पर्सनल चाहिँ उहाँको नाम चाहिँ प्रब्लम भनेर भन्ने गर्छु क्या, प्रब्लम भनेर राखेको छु। हिजो के बोले त्यो पनि भुल्ने, अस्तिको दिन के बोले त्यो पनि भुल्ने हैन। अनि खालि विरोध, यो पार्टी पनि काम लागेन, यो मान्छे पनि काम लागेन हैन, त्यो पार्टी पनि काम लागेन। प्रब्लमै प्रब्लम क्रिएट गर्ने के, सोलुसन चाहिँ नदिने। त्यो लेभलको प्रोफेसरले त कम्तीमा प्रब्लम त छ नेपालमा हैन। देयर इज सो मेनी प्रब्लम्स इन एभ्री सेक्टर। तर विद्वानहरूले त विकल्प पनि दिनु पर्यो नि त। प्रब्लम बताइसकेपछि सोलुसन यो हुनसक्छ भनेर भन्नुपर्ने होइन र। तर त्यो प्रोफेसर प्रब्लम क्रिएट गर्नुहुन्छ, सोलुसन चाहिँ एउटा पनि चाहिँ उहाँले चाहिँ बताउनुहुन्न। त्यस्तो विचार राख्ने प्रोफेसरहरू हैन नेपालमा भएपछि देश कहीँ उभो लाग्छ, समाज कहीँ सकारात्मक चिन्तनतिर अघि बढ्छ। त्यसले त के गर्छ भने अराजक फैलाउने हैन, मान्छेको नकारात्मक पक्षमा ब्रेन वास गरिदिने काम गर्छ क्या त्यस्तो खालको प्रोफेसरहरूले। तर उहाँ चाहिँ अङ्ग्रेजीमा छ नि त एउटा गोल्डन गुज, सुनको अन्डा पार्ने हाँस के, युट्युबरहरूको लागि चाहिँ उहाँ गोल्डन गुज हो है। तर मेरो लागि चाहिँ हि इज अ प्रब्लम अफ द नेपाल। हाम्रो प्रोफेसरहरू त्यस्तो भइसकेपछि अरू मान्छेहरू कस्तो उत्पादन होला? हाम्रो बौद्धिक समस्या पनि छ नेपालमा। तपाईहरु वेस्टको इन्टलेक्चुअलहरूको कुराहरू हैन, सेमिनारहरू, प्रेजेन्टेसनहरू हेर्नुहुन्छ, सुन्नुहुन्छ भने हो संसारमा जहाँ पनि प्रब्लम छ, उहाँले प्रब्लम बताउनुहुन्छ हैन। तर त्यसपछि उहाँहरूले सोलुसन, विकल्पहरू 4-5 वटा राखिदिनुहुन्छ, 4-5 वटा बताउनुहुन्छ। कार्यान्वयन गर्नेले गर्छ गर्दैन त्यो अर्को पक्ष हो, तर लजिक त हुनु पर्यो नि त।
तर त्यो हाम्रो प्रोफेसर जुन महावीर कुन सरलाई मागी हिँड्ने भन्ने प्रोफेसर चाहिँ नेपालको बिगेस्ट प्रब्लम हो, बिगेस्ट प्रब्लम। ही क्रिएट्स अल द प्रब्लम्स, ही नेभर सेज द सोल्युसन। ल साथीहरू, भिडियो पनि अलिक लामो भयो होला हैन। सी यु अगेन। लोकतान्त्रिक युट्युब च्यानलमा यो भिडियो पोस्ट गर्छु, कमेन्ट्सहरु राख्दिनु होला हैन। थ्यांक यू भेरी मच, बाय बाय।